ठाउँमा चितवन फेन्सी व्यवसायी सङ्घ सर्वप्रथम मूल आयोजक समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ र यस चितवनको पर्यटकीय भूमि र व्यवसायीहरूको उर्वर भूमिमा विविध जिल्लाबाट पाल्नुभएका सम्पूर्ण अतिथि र फेन्सी व्यवसायी मित्रहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। महासङ्घ निर्माणको अभियान सुरुदेखि अहिलेसम्म केही हामीले पृष्ठभूमिमा वृत्तचित्रमा पनि देख्न पायौँ। यस अभियानले एउटा सार्थक निष्कर्षमा पुग्न सकोस्, सारा देशमा छरिएर रहेका फेन्सी व्यवसायी मित्रहरूको मर्मलाई बुझ्न सकोस् र समस्यालाई समाधान गर्न सकियोस्। देशैभरिका फेन्सी व्यवसायीहरूका विभिन्न भौगोलिक अवस्थाका, क्षेत्रीय अवस्थाका र बजार अनुकूलता या प्रतिकूलताका छुट्टा छुट्टै विशेषताहरू छन्। सबै ठाउँका व्यवसायीहरूको एउटै समस्या नहुन सक्छ। त्यसै कारणले विभिन्न किसिमका समस्याहरूलाई एउटा छाता सङ्गठनले समाधान गर्न सक्छ भन्ने उद्देश्यका साथ यस महासङ्घ निर्माणको जुन अभियान चलेको छ यसको पूर्ण सफलताको कामना गर्दछु र आज 18-20 जिल्लाको सहभागितामा रहेको यस कार्यक्रम भोलि यहाँहरूकै सक्रियतामा 77 जिल्लामै छिटोसम्म पुग्न सकोस् र यस अभियान र यस दौरानका निम्ति फेन्सी व्यवसायी सङ्घ चितवनको जुनसुकै सहयोग र साथ यहाँहरूलाई सधैँ रहिरहनेछ। यस पवित्र कार्यक्रमको उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै मेरा शुभकामना मन्तव्य यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद।